मेरो नाम अमिन भुजेल, म कक्षा 7मा पढ्छु। हाम्रा स्थानीय परिकार अन्तर्गत मैले खिर बनाइदिइरहेको छु। खिर चाहिँ दुध, चिनी अनि चामलबाट बन्छ। हाम्रो स्थानीय परिकार मेरो नाम सुधा लामिछाने हो। मैले स्थानीय परिकार अन्तर्गत सातु बनाएको छु। यो मकैबाट बन्छ। नमस्कार, मेरो नाम गङ्गा दवाडी हो। मैले स्थानीय परिकार अन्तर्गत पुवा बनाएर ल्याएको छु। यो चामलको पिठोलाई पिसेर गुवा अथवा तेलमा पकाइन्छ। नमस्कार, हामीले यो कार्यक्रममा ल्याएको छौँ। यो चाहिँ छोडाएर हाँडीमा तेल अथवा घिउ हालेर भुटेर ल्याइन्छ। भटमास पनि त्यसरी हुन्छ। नमस्कार, मेरो नाम अल्पना गुप्ता हो। आज चाहिँ मैले स्थानीय परिकार अन्तर्गत मकै र भटमास ल्याएको छु। मकै र भटमास चाहिँ हाडीमा भुटेर बनाइन्छ। नमस्कार, मेरो नाम रञ्जिता गुप्ता। मैले स्थानीय परिकार अन्तर्गत चिरा ल्याएको छु। यो चाहिँ असारको 15 गते। नमस्कार, मेरो नाम विश्वास लामिछाने। मैले स्थानीय परिकार तथा खानेकुराहरूबाट समोसा बनाएको छु। यो आलु र पिठोबाट बनाइन्छ। नमस्कार, मेरो नाम कृतिका लामिछाने। मैले आज यसमा चिनी घिउ हालेर मैले चाहिँ फुरौला बनाएर ल्याएको छु। फुरौला चाहिँ मास अनि खुर्सानी अदुवा। नमस्कार, मेरो नाम रोशन, म कक्षा 7मा पढ्छु। मैले रोटी बनाएर ल्याएको छु र यो माइदा चिनी तेलबाट बनेको आज हाम्रो यो कक्षा 7को सामाजिक विषय अन्तर्गतको हाम्रो स्थानीय परिकार र खानेकुराहरूको प्रदर्शन गर्नेछौँ र कक्षा 7को बाबु नानीहरू सबै तयारी गर्नुभएको छैन। आफ्नो तरिकाबाट आफ्नो स्थानमा आफ्नो समुदायमा अनि बढी प्रचलनमा रहेका खानेकुराहरू चाहिँ उहाँले बनाउनु भएको, जस्तो खिरदेखि लिएर सबै तपाईँहरूले देखिसक्नु भएको छ। यसले चाहिँ विद्यार्थीमा अझै प्र्याक्टिकली पनि हाम्रा खानेकुरा स्थानीय खानेकुराको संरक्षण गर्नुपर्छ, त्यो तरिकाले चाहिँ यो गर्नुपर्छ भन्ने तरिकाले प्रबन्धन गर्नुपर्छ भन्ने तरिकाले चाहिँ यसले चाहिँ बाबु नानीहरूलाई चाहिँ यसले सपोर्ट गर्छ भन्ने लाग्छ मलाई। हुन्छ, अब यसो लिउँ है त।